चाहिँ बिहानको सुरुवात छ सबैजना गुड मर्निङ र आजको हाम्रो भिडियोको स्पेसल दिन छ र हामी चाहिँ घुम्न जान लागेको छौँ र हाम्रो सबैजना यता छन् हिँडिरहेका छन् अगाडि नानी र म उहाँहरू चाहिँ घुमिरहेको होइन होइन मलाई थोरै मिठाई दिउ न छिटो आज चाहिँ हाम्रो घुमघामको प्रोग्राम छ र आज बिहान 4 बजी उठेर तयार भएर हिँडेको अहिले चाहिँ बिहान उज्यालो भइसकेको छ धेरै टाढाको छ र अब हामी चाहिँ बाटोमा टक्क हिँड्दै जाने कसको के फुस्किन्छ आज थाहा हुन्छ बाटोमा जब यति हिँडेको धौ भइसक्यो यार हिँड्नु भने नि यहाँ बिचरा दिनुभयो ताजल दुई कता गरेर बस्छन् फेरि ए हेर कस्तो गरेर हिँडे खान माथि पुगिसके धेरै धौ भयो डाँडा पाप्रै घाम लाग्यो होइन घाम अझै लागेको छैन कतिखेर घाम लाग्ने हो तर धेरै धौ चाहिँ एकछिन हुँदा है घाम लाग्यो घाम लाग्ने त गाडी त घाम हुन्छ गरेर मिने धौ भयो नानी हिँड है हिँड के म त सक्दैन हुन मैले त्यसलाई जुत्ता लगाइदिन्छु क्या भन न है जुत्ता लगाउने है कस्तो भयो र फेरि नानी र हिँड क्या जङ्गलमा हराइयो सर्टकट बाटो लिन लाग्यो ल्याएको ल्याइ भयो अगाडि जङ्गलमा हराइयो यस्तो बाटो नि जङ्गलमा हराइयो भिड उडेर बाटो यता यति हो त्यो बाटो चाहिँ बा नि हराइयो नानी यता नानी ओइ कुचिङ बल्ल खायो हिँड्ने अरे जङ्गलमा हराइयो हामी त जङ्गलमा हरायौँ कोही छ बचाऊ हो धेरै धौ भयो हामी यो पारी सेतो देखेको छ नि यो सेतो के हो यहाँ माथि पुग्ने हो हामी अझै देखाइसकेको छु त्यो डाँडामा पुग्ने हो अझै पुग्यो छैन धेरै धौ भयो भने यस्तो छ जस लोकी माथिबाट देखिन्छ राम्रो भ्यू त तर कस्तो देखिन्छ बिहान यस्तो राम्रो देखिन्छ क्या अलि माथिबाट देखिन्छ क्या जस्ट म देखाउनु कोसिस गर्छु ल घामले गर्दा टल्केर देखिनु होला सायद घाम लाग्यो ओ जस्ट स्वर्ग भनेको यस्तो हुन्छ क्या बादल जस्तो लाग्छ तर माथिबाट देखिन्छ झन् राम्रो बादल आमा छोरी भने त्यहाँ हेर कस्तो गरिदिने छोरी बोकेको लाजो मन जन्माउनु हुने र देखाउँदैन लाजो मन अरे ए यो भ्यू भनेको टक्क घाम टल्केर कस्तो राम्रो देखेको छ ल हेर यस्तो बबाल देखेको छ नि स्वर्ग जस्तै क्या यस्तो ठाउँ भने यस्तो बल्ल पो होला त तल यसको तल सबै घर छ यो भनेको खोला होइन कि एकदम पुरै घर छ होइन तर घरलाई ढाकेको छ बादलमाथि चाहिँ हामी आएको छ हामी माथि डाँडामा पुग्ने हो र अझै डाँडामा पुग्दा पनि 6 बजी टन्ने र त्यसै गरी धेरै धौ भइसकेको छ नानीको बाउ त्यहाँ छ नानी बोक्न धौ भएको त्यसलाई दिप्सिकालाई कठैबाट धौ भएको हेर न आउँदा बित्तिकै सुति भए हामी बल्ल यहाँ आइपुगिसकेछौँ सबै थाकेर बेपत्ता छ यहाँ जम्के पूजा गर्न सबैलाई गरेर बेपत्ता छ ल तिमीले एउटा चिज देखाइदिन्छु ल भन्छ नि नेपालमा स्वर्ग भनेर स्वर्ग यसलाई भन्छ ल हेर्नुहोस् टक्कलाई बिन्दास तरिकाले यसलाई भन्छ स्वर्ग कति राम्रो ठाउँ छ यो जति नै बादल देखेछ नि त्यसको तल पुरै गाउँै छ होइन सहर छ होइन र माथिबाट बादलले ठक्क छाउँदाखेरि कति राम्रो देखाएको छ ल हेर यस्तो अझै मन्दिर पहाडी छ त्यहाँबाट झन् राम्रो भ्यू देखिन्छ
पहिला लागेको छ अब त बसवाला ड्राइभर चाहियो अर्कोलाई हेर छोचो फुलाएर बसेको छ धेरै हिँड्न पर्यो भनेर खुट्टा दुखेर 4 खुट्टाले हिँडेर आएको छ सबैजना पुरा थले परेको छ अनि तिमीलाई साह्रै दुःख भएछ मेरो आशीर्वाद लागुन् त्यसपछि तिम्रो पूजा गर्न आऊ पूजा गर्न पनि 500 ल्याएर आऊ नि यहाँ पनिर बाजेर 500 दिनुपर्छ है आशीर्वाद राम्रो जय शम्भु होइन तपाईँ हामी चाहिँ मन्दिरमा आइपुगेको छौँ अब पूजा गर्न जान्ला होइन पूजा गर्नु हुन्छ नि धेरै जस्तो फोटोसोट खिच्नलाई अब टक्क 1-2टा फोटो हानिदिने हो राम्रो भ्यू देखाउने हो अब यस्तो राम्रो भ्यू निकाल्ने त्यसपछि चाहिँ टक्क लाएर फेरि होटलमा नास्ता खान गइन्छन् अहिले फेरि कानको बुटीमा कता यहाँ घन्टी याद रहेछ यस्तो दामी ठाउँ चाहिँ यार बाजे पनि भित्र हुँदैछ हेर न कति राम्रो ठाउँ छ हामी चाहिँ अहिले आएको भनेको बाटो चाहिँ ऊ त्यही हो त तलको देखिरहेको नि बाटो यही बाटोबाट धेरै तलबाट आइयो धेरै दुःख ल्याइयो हावा चल्छ नि कति मिठो हावा चल्छ यस्तो राम्रो मन्दिर छ यहाँ ठाउँ हेर न यस्तो ठाउँ भने यस्तो हुनुपर्छ ल सो अब 1-2टा फोटो खिचेर टक्कलाई फेरि अर्को भिडियो बनाउँछ सो अब हामी चाहिँ नास्ता बोकेर होइन टक्क जान्ला हाम्रो नास्ता चाहिँ पुरै टिफिनमा प्याक छ होइन सो अनि हामी चाहिँ यहीबाट आएको यस्तो दामी भ्यू छ नि दामी छ फेरि ठाउँ त जस्ट मिनी सर चाहिँ अब चाउमिन बोकेर गएको छ माथि चटपटे बनाउनु है चटपटे सब खाने हो त्यसपछि एकछिन बस्ने हो धेरै दुःख भयो हिँड्न आएको अनि त्यसपछि अक्क लाएर हिँड्दै फेरि लखडा ओह्रालो जाने हो आउने बेला उकालो गोला आइयो त अब जाने बेलामा हिँड्दै जाने हो ल कस्तो राम्रो ठाउँ छ फेरि ठाउँ त डाँडा पाहा माथिबाट हेर्ने बेला यस्तो राम्रो देखिन्छ नि हाम्रो यहाँ चटपटे बनाउनु लागेको छ होइन चटपटे बनाउनु लाग्छ त्यही ऊ पाइयो नि त निम्बु पाइएको छ त्यो भोकै अमिलो बोकेर देखा त ए खानालाई हो ऊ त्यो माथि छ अरे चटपटे यहाँ छ मैले भने चटपटे यहाँ छ चटपटे बनाएर खाने चट्टा यहाँ त चटपटे बनेको छ भने चाहिँ पुरै साइडमा ऊ देखेको छ होइन चाउमिन छ होइन अनि चिसो चाहिँ ऊ त्यो बाबुले ल्याएर देख सो हामीले चाहिँ पार्टी गर्न लागेको छौँ अब हामी चाहिँ पिकनिक खाएर चाहिँ अब हामी फर्किने होइन सट्ट अहिले हेर्दा चाहिँ हामीले हिउँ देखिसकेका छौँ हिउँ परेको सट्ट म देखाउने कोसिस गर्छु र देखिन्न हिमाल हिउँ एउटै नै हो ल यो चाहिँ हिउँ परेको कि हिमाल परेको कि थाहा भएन ल तर जे होस् देखिन त राम्रो एकदम ब्युटिफुल देखेको छ होइन सो हामी चाहिँ त्यस्तैमा हेर्दा चाहिँ अब राम्रो हुन्छ होइन त्यस कारणले चाहिँ अब हामी भेटौँला खाँदा भेटौँला अब खाना खाने सुरुमा चाहिँ हामी भेटौँला होइन ल लेट्स गो ए आमा छोरो क्या पिरो छ त यार पिरो नबनाऊ भने दोकान नजानु भनेको पिरो छ जस्तै हो कि जति जहाँ गए पनि जे गरे पनि होइन एउटै चिज हुन्छ कि हामी सबैजना खुसी हुनुपर्छ र सबैजना ह्याप्पी रहनुपर्छ होइन रमाइलो गर्नुपर्छ दुःखको चिजलाई बिर्सिएर नयाँ जिन्दगी सुरुवात गर्नुपर्छ सो त्यसै कारणले चाहिँ अब मैले के भन्छु भनेपछि हाम्रो चाहिँ पिकनिक सिद्धिसकेर नाच्ने मान्छेमा नाच्दै हुनुहुन्छ होइन सो आजको भ्लग चाहिँ म यहीँ बन्द गर्छु सबैजनालाई बाई बाई भन्न चाहन्छु होइन हजुरले मन पराइदिनु भने नेक्स्ट भ्लग पनि लिनेछु र यस्तै कन्ट्री म राम्रो ठाउँमा गएर घुमेर यताउति गरेर हजुरको लागि म भिडियो बनाउँछु र हजुरले यो भिडियो चाहिँ लाग्दो राम्रो गर्नु पर्यो र त्यसै कारणले चाहिँ हामी भेटौँला नेक्स्ट भ्लगमा सबैजनालाई बाई बाई ओके गुड बाई